पिकनिक खान आएका हुँला राजनीतिमा। त्यसकारणले एमाले जति नै बाटो बिराए पनि तिनै मदन भण्डारी मनमोहन देखाउँछ, त्यही वृद्ध भत्ता देखाउँछ। एमाले कांग्रेसले जति नै बाटो बिराए पनि त्यही जनआन्दोलन देखाउँछ। माओवादीले जनयुद्ध देखाउँछ। जति नै बाटो बिराए पनि उनीहरूका त ऐतिहासिक विरासत छन्। हामीले एकचोटि जितेर काम गरेनौँ भने अर्कोचोटि के देखाउनु तपाईलाई? अर्को चुनाव आउने छ 5 वर्षपछि। एक माघले जाडो जानेवाला छैन। त्यसकारण यसपटक परिवर्तनको पक्षमा तपाईले घन्टी चुनाव चिन्हमा मतदान गर्नुपर्नेछ। प्रशान्त उप्रेती र प्रकाश गौतम जस्ता दक्ष उम्मेदवारहरूलाई तपाईले जिताउनु पर्नेछ। बुझ्नुपर्ने कुरा के हो भने आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, जरामा हाले पनि पानी पुग्ने पातैमा हो, मुखले खाए पनि पानी पुग्ने पेटैमा हो। त्यसकारण यहाँबाट मेरो भाइ प्रशान्त उप्रेतीलाई जिताउनु भनेको, प्रकाश गौतम दाजुलाई जिताउनु भनेको, जिना विष्टलाई जिताउनु भनेको उहाँहरूलाई मात्र जिताउनु होइन, अब की बार बालन सरकार बनाउनु हो। र यदि